अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई असाध्यै गम्भीर बनायो, सिरियस बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा कि जनताको पक्षमा देश विकास गर्ने प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ, न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली त्यो। अघिसम्म त अर्थमन्त्रीज्यू पनि हुनुहुन्थ्यो, अहिले भर्खर अर्थमन्त्रीज्यू पनि हिँड्नुभयो। जम्मा 3 जना मात्रै मन्त्री हुनुहुन्छ। आज 9वटा मन्त्रालयमा हामी छलफल गर्दैछौँ। यसमा म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अर्को पनि भनाइ छ नि कि पढाए पाठ 16:8 भन्छ नि, यस्तो भइराखेको छ। यो सरकार, यो सदनप्रति, यो बजेटप्रति, यो बजेट र नीतिता कार्यक्रमको किन यो सरकार चाहिँ रेस्पोन्सिबल हुन खोजिरहेको छैन, यसप्रति यसको किन चाहिँ अनरसिप लिन खोजिरहेको छैन, म अचम्मित छु सरकारप्रति। म यसमा सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। तर मेरा विषयवस्तुहरू चाहिँ राख्छु, म फेरि यहाँ अडिरहँदैन। सम्मान्य सभामुख महोदय, जेठ 15 गते माननीय अर्थमन्त्रीज्यूले यस सदनमा बजेट प्रस्तुत गर्नुभयो र हामी सबैलाई लागेको थियो अपार जनमतसहित, उहाँले भनेको चाहिँ शब्दलाई सापट लिँदा अपार जनमतसहित, ठुलो विश्वाससहित आएको यो असाध्यै स्ट्रङ सरकारले, बलियो सरकारले असाध्यै प्याराडाइम सिफ्ट गर्ने गरिकन बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोसेढुङ्गा बन्छ, एउटा जग बन्छ भन्ने हामीलाई विश्वास लागेको थियो। तर विडम्बना त्यसो हुन सकेन, दुःख व्यक्त गर्न चाहन्छु म। तर सँगसँगै विद्वान अर्थमन्त्री यसो टिभीमा देख्दा, उहाँका विगतका वक्तव्यहरू देख्दा पनि माननीय अर्थमन्त्रीज्यूप्रति एउटा प्रभावित मान्छे, त्यो आशा र विश्वास पनि थियो हामीमा। प्रस्तुत गर्नुभयो बजेटको सारभन्दा पनि, बजेटमा चाहिँ समेटिएका विषयवस्तुहरू भन्दा पनि अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई असाध्यै गम्भीर बनायो, सिरियस बनायो। न त्यसमा विषयवस्तु छ, न सारमा कि जनताको पक्षमा देश विकास गर्ने प्याराडाइम सिफ्ट गर्ने खालको विषयवस्तु छ, न उहाँको स्वभाव शैली जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली त्यो देखिएन। एउटा नेपालीमा कविता छ नि, फलेको हाँगो नझिउकेको कहाँ छ र भने जस्तै मलाई के लाग्थ्यो भने एकदम नम्र स्वभाव शालीन विद्वान हो नि त, उहाँ त डाक्टर हो नि, विदेशी ठुला युनिभर्सिटीमा पढेर आउनुभएको अर्थमन्त्रीज्यू त्यो खालको गर्नुहुन्छ होला भनेको। उहाँको जुन प्रकारको एटिट्युड, स्वभाव र प्रतिपक्षहरूलाई विपक्षीहरूलाई हेप्ने र चाहिँ जुन प्रकारको मानमर्दन गर्ने, अपमान गर्ने गरिकन प्रस्तुत हुनुभयो, त्यसले वास्तवमा उहाँको विद्वतामाथि प्रश्न गरेको छ। उहाँको विद्वतामाथि गम्भीर प्रश्नहरू सिर्जना गरेका छन् र मान्य सदस्य यहाँ विषयवस्तुमा केन्द्रित हुन। सम्मान्य सभामुख महोदय, म विषयवस्तुमाथि नै केन्द्रित छु। सभामुख महोदय, विषयवस्तुमाथि केन्द्रित भएर नै म आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु, राखिरहेको छु। अर्थमन्त्रीज्यूसँग जोडिएको विषय छ, त्यसैले म अर्थमन्त्रीज्यूका विषयमा भनिरहेको छु। त्यसैले उहाँको विद्वताले यो बजेटसँग चाहिँ जोडिएन। बजेटले यसले दूरदराज देखेन, यसले बजाङ देखेन, यसले अछाम देखेन, दार्चुला देखेन, यसले बाजुरा देखेन, यसले हुम्ला जुम्ला देखेन यो बजेटले। र यसले गरिब देखेन, यसले पिछडिएका वर्गहरू देखेन, महिला देखेन, बालबालिका देखेन, दलित देखेन। पक्षकै मान्य सदस्यको शब्द सापट लिएर भन्न चाहन्छु, भरिएको बेलुन जस्तो बजेट ल्याउनु भयो र एक प्रकारको चाहिँ दुखित बनाउनु भयो, त्यो जनमतको घोर अपमान गर्नुभयो। म यसप्रति गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु अर्थमन्त्रीज्यूको। अर्थमन्त्रीज्यू भर्खरै हिँड्नुभयो र म अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, अर्थमन्त्रीज्यूले मान्य अर्थमन्त्रीज्यूले बजेट प्रस्तुत गर्दा यो कम्युनिस्टको बजेट होइन भन्नु। मलाई पनि लाग्यो के भन्नुभयो होला यो, तर पछि बजेट पढ्दै जाँदा मलाई ठिकै लाग्यो, उहाँले ठिकै भन्नुभएछ। किन भन्दा यो कम्युनिस्टको बजेट होइन रहेछ। किनभने यो कम्युनिस्टको बजेट भएको भए यो बजेटले पक्कै पनि शिक्षामा कर लगाउँदैन थियो, स्वास्थ्यमा कर लगाउँदैन थियो, र कृषिमा बजेट घटाउँदैन थियो, शिक्षामा बजेट घटाउँदैन थियो, स्वास्थ्यमा बजेट घटाउँदैन थियो। भौतिक पूर्वाधारमा उहाँले ठुलो रकम विनियोजन गर्नुभएको छ। झन्डै भौतिक पूर्वाधारमा झन्डै 430 अर्बभन्दा बढी, 430 अर्बभन्दा बढी 430 अर्ब 29 करोड भौतिक पूर्वाधार भनेको भौतिक पूर्वाधार खानेपानी ऊर्जा विकाससँग जोडिएका